फ्रेस देख्यो हो। अब चाहिँ के काट्नु पर्दैन है, ठिकै हुन्छ होला है, अलिकति गर्दा किन आएन भन्नु त। मलाई अङ्कलले प्रिन्सेस ट्रिटमेन्ट पनि दिनुभयो। त्यो झलमुरी किन बनाउँदैछ, किन खाँदैछ, त्यो पनि म यसको स्टोरी भन्नेवाला छु अहिले छिनमा। पास भएर भाइ पास भएर है मेरो साइडबाट स्पोन्सर बाई रिजा नाना। नानी त होइन गाउने कोसिस छैन। एक्स्ट्रा चिज है, चिजै न। If I have to rate this, I will give आम्बो फाले त त्यहाँ छिपाउँदो रहेछ है। आम्बो हुन्छ खायो। बिचारा क्यामेरामा कसैले हेरिदियो। And अचार चाहिँ खाइँदो रहेछ। we don't have any work at your तपाईँमा हामी अब यसमा नुन कडा रहेछ है फालेमा, यस्तो खाले कडा रहेछ। म एक्लै हुँदा तर उयो खाँदिनँ त। मिठो रहेछ भाले, ठुलो है। ठुल्ठुलो चाखेन छ नि। नुन तितो यहाँ खै आइसक्रिम पाउँदैन 10 रुपियाँ गर्ने। I really want to have it because she's gonna buy it for me. हस्पिटलमा चाहिँ तिम्रो आइसक्रिम पो पाउँछ। मान्छेहरू के पाउनु पर्ने त हो नि त। तपाईँको क्यान्टिन ओपन हुँदैन नि है अहिले। हुन्छ त। वेलकम टु माई च्यानल। र म चाहिँ अहिले रेडी भइसकेँ अनि आसामनिजे जानु आँटेको हामी, हाम्रो फ्यामिली सबै। अन्त आसामनिजे चाहिँ फ्रेस हुनुको लागि गएको। एकदमै अल्छी लागेर यहाँ बस्दा बस्दा गान्तोकमा बस्दा र अलिअलि देखाउँछु। बाई बाई। I got everything. I'm engaged now. मैले रेजिमेन्ट दिदीको एकजना दिदी छ कि रेजिमेन्ट दिदी, उसको मैले किचनको उयो फ्लावर जस्तै पाएको थिएँ कि रेजिमेन्ट दिदीको हो भने होइन। अनि होइन यो पनि छ। ओ माई गॉड, मेरो हालत के भयो त कस्तो फ्रेस नि। हामी आइपुग्यो। कस्तो फ्रेस, कस्तो ग्रीन, कस्तो राम्रो देख्यो। कस्तो दामी आयो मेरोमा, के यो र सबैजना ओह्रालो जाँदैछ। कस्तो राम्रो देख्यो हेर। हरि एक प्रकारको पुगिसक्यो त्यो। अब त्यो हो हाम्रो आसाम दिन चाहिँ। र अब चाहिँ हामी देमाकोमा जाँदैछ। कस्तो यति ज्यादा ग्रिन, कस्तो राम्रो फ्रेस देख्यो हो। अब चाहिँ अरूहरू चाहिँ गइसक्नु भयो, अब हामी जान्छ। र सी यू बाई। हामी चाहिँ मैले हेर्नुहोस् कोसेली यति मात्रै कोसेली हेर्नु। उहाँनिर उचाएर दुइटा बसिरहेको रहेछ। कहाँनिर?
कुहिरो कति छिटो कुद्दैछ कुहिरो यहाँ राम्रो आउँथ्यो होला फोटो उज्यालो यही निकालिदिन्छु नि भ्लगमा दामी खरिदिनुहोस् मेरो ब्याग हो छोडिदिनुहोस् र दिस इज माई सेकेन्ड टाइम इन आसाम लिन्जे र आउनुहोस् म देखाउँछु मलाई जे जति याद छ म त्यो आसाम लिन्जेको बारेमा भन्न चाहन्छु तर मलाई यो सिजनमा यो जग्गा चाहिँ ग्रिनेरी दिस सिन इज सो ब्युटिफुल सबै कस्तो दामी देखिने कस्तो गरेर खिच्नु र अन्त कस्तो दामी स्टार्ट ल आउनुहोस् कन्टिन्यू जहाँसम्म मलाई याद छ त्यो चाहिँ राइट नाउ वी आर इन पास्टेङ्गा आसाम लिन्जेको पनि पास्टेङ्गामा छ ओ कम एन्ड देयर इज अ स्कुल यो के भन्छ यो स्कुलको यो स्कुल दिस स्कुल चाहिँ हो भन्ने लिङ्जे होइन स्कुलको नाम प्राइमेरी स्कुल पास्टेङ्गा हो पास्टेङ्गा होला यति जग्गा चाहिँ राम्रो छ उज्यालो तर यहाँदेखि ओह्रालो चाहिँ ओटिडी Tomorrow I have very morning. I have to go straight to my duty from here at morning. यस्तो हुन्छ नि त तपाईँ त देखाउनु मात्रै हुन्छ भिडियोमा गाइज भनिदिनुहोस् तपाईँहरू कमेन्टमा प्लिज तपाईँहरू हेर्नुहुन्छ भने चाहिँ प्लिज भनिदिनुहोस् अरू भ्लग भिडियो गर्नु बेस्ट छ कि आजको यसरी बोल्दै गरेको बेस्ट छ भनेर सधैँ चाहिँ खालि भिडियो मात्र गर्नुहुन्छ बोल्नु हुँदैन I'm so shy. I'm a shy person. भ्लग भनेको बोल्नुपर्छ यही बाटो है तपाईँहरू बोलेको हेर्न चाहनुहुन्छ कि जस्ट भिडियो हल्लाको एउटा कहानी यस्तो हुन्छ बस्तीमा हिँड्दाखेरि त्यही कारणले मैले चाहिँ क्रक्स लगाएको छु and it's very comfortable अनि यहाँनिर चाहिँ जुका लाग्नु पनि सक्छ so you have to be very careful black tea वाचिपा कहिले खान्छ जिन्दगी यति दिनु जो नमस्ते गर बच्चो अम्मा कस्तो ह्यान्डसम रहेछ त्यो ह्यान्डसम हो कि ब्युटिफुल हो नमस्ते गर अनि दिन्छु फेरि वन्स मोर फेरि गर ओइ नमस्ते अम्मा पुगेछ सर होइन एक्लै बाटो अल्मलिसक्यो पुरा ऐठन परेको जस्तो थियो रुख पनि झऱ्यो ठुलो रुख झऱ्यो त पुरा भाग्नु खोज्छ अरे त भाग्नै सकेको छैन सर नभन्नु नि झुन्डिरहेको छ नभन्नु नि एक्टिङ नपार्ला तपाईँ भन्नु नि त्यही सोच्दैछु त हाई गाइस आई वान्ट टु सो यु समथिङ आज म ड्युटी आउँदै थिएँ बाटोमा चाहिँ दिस ह्यापन सट्टै अनि आज नै अर्को पनि हो आज दुइटै आजै भएको अन्त के भएको यो चाहिँ छुट्टिने बिग्रिनेहरू चाहिँ मेरोमा अहिले अब आई थिङ्क इट्स अ साइन फर मी टु सबै चेन्ज गर्ने साइन टु चेन्ज 2025 मा पुरानो के नराख्नु सबै टाइम टु चेन्ज साइन टु चेन्ज र बाई बाई Done with biometric. Ahow.
हेभिली रेनफल, मुसलधारे पानी भन्छ यसलाई चाहिँ, मुसलधारे। For shopping. हनुमान हो क्या जालमुडी सबै एकैछिन चियाको होइन त्योहरू सबै खिच्नु न अन्त आइस पुरै सरी ला खोइ त मजाले झरेन त किन त्यो छोडेको रिजा खानु चाहिँ किन अलिकति अलिकति दिएको होइन दिएन अहिले बुझ्दैछु यस केटीले जे पनि गर्छ त्यसको पछाडि केही रिजन हुन्छ भाबी 20 रुपैयाँको चाहिँ फटाफट बनाइदिइहाल्नु त भाबी प्याज पनि हाल्नुपर्छ जस्तो लाग्यो हामी यस्तोहरू खानु पनि है 3 जना प्लान गरेर ओके छ है ठिकै होला हौ करेन्ट भर्छु न अहिले लाइट पनि गयो पानी पनि अब के पकाउनु पर्दैन होइन मतलब के काट्नु पर्दैन है ठिकै हुन्छ होला है अलिकति गर्दा बुझ्छ ए त्यो बिर्सियो होला यस तर त्यो अलिकति पनि के कमी त भयो जस्तो लाग्यो है पर्कोपना मिठोपना त्यो अलिकति हालेको आउँछ होला हालेको जलजिरा हाल्यो है के कमी भयो त अलिक तेल त होइन होला होइन तेल त निकै थियो त त्यही जे होस् तर प्रविकाले चिया चाहिँ दामी बनाउँछ है यो चाहिँ अरू मिठो नबनाए पनि ओइ चियर्स गरौँ चियर्स पानी कुबल बा यतिकै खानु यो सबैले झालमुरी चलाउनुलाई पुरा मनपर्छ पहिल्यैबाट फेरि पानी आयो मिठो यसमा चाहिँ अन्डा हाल्नु है यो हबी त के भएन वेलकम टु माई नेक्स्ट ब्लग र अब चाहिँ हामी जानेवाला छ कता भन् 32 नम्बर र बाटोमा म अलिअलि देखाउँछु सी यु देयर मकैबारी झुटै बनाइदिनु भाइ हुन्छ मकैको 300 भयो यहाँ आइसक्यो कुकुर त्यो भाइ पहिल्यै लाए
लाग्छ यति साह्रो कलिलो के खाँदा नि पाप लाग्छ जस्तो उनीहरूकोमा त जम्दैन होला नि मनलाई छाड्नु आउँदैन अहिलेको जग्गामा चाहिँ यो चाहिँ अलिक कलिलो भएर अलिक छिप्पेको खोज्नु आएको छ हामी यो जग्गालाई के भन्छ हौ तर माचक So we are here at Ranipur. Dami alu chura. Cheers गरौँ बरु भन्दा एच तिमीहरु हजुर हुन्छ सबसे सानो तर चिउरा हामी दुईजनाको दुईटा अचार हजुर मलाई पनि हालिदिनुहोस् हुन्छ हजुर दही त गुल्टी बनाउँदै पानीपुरी पाउँछ पानीपुरीमा चाहिँ दही मलाई पुरा खानु मन छ हौ यो आलु चिउरा विथ दही अन्त कुनै के चाहिँ सक्यो अरे नेक्स्ट पालि आउनु अरे आलु मिमी बिना खोर्सानीको सादा मैले अस्तिबाट खाँदैछु अहिलेलाई चाहिँ तिमीले चाहिँ यहाँ कहिले खाएको थियौ म घरमा गएर फेरि नाम खानु सक्दिनँ त अलिकति घरमा किन हो अगाडि त अन्त यो जग्गा चाहिँ मलाई सबले जिताउनु भएको छ कसैले हल्नु पर्छ मेरो परमेश्वरले म परमेश्वरको मेरो लागि सबको छैन त्यही कारणले गर्दा चाहिँ जोसुकै होस् 10 मा 9 एलसी किन आएन भन्नु त त्यो मेरो त्यही नभएर होला हौ रविकाले पुरा सोध्नु मन पर्यो एउटा टेस्ट गर्न रविकाको आँखा पुरा यहाँ गएछ उसले भने मलाई खानु मन पर्छ पिरो भनेर चाहिँ नि मलाई लानु मन पर्छ यो बिस्किटमा गयो अरे बाफ्रे म त खान्दिनँ म त त्यस्तो यहाँ मलाई अङ्कलले प्रिन्सेस ट्रिटमेन्ट पनि दिनुभयो कसले नदिएको कसले भाउ नदिएको अङ्कलले दिनुभयो मलाई त्यहाँ मलाई कसैले भाउ नदिएको अङ्कलले मलाई यस्तो सार दिनुभयो त्यहाँ हातमै के साह्रै